हेलो एभ्रिवान, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। धेरै दिनपछि मेरो भ्लग आउँदैछ होइन। अनि आज चाहिँ यसो हामी यता कालुपाण्डे डाँडा अनि हेभेन डाँडातिर जानेछौँ। अब धेरै दिनपछि भ्लग आउँदैछ, सबैजनाले यसो हेरिदिनु होला होइन। अनि ल गाइजहरू, म चाहिँ अब त्यहाँ देखाउँछु होइन कस्तो रहेछ। त गाइज आधी बाटोपछि भेटौँ है त ल गाइज। ल गाइज हामी फाइनली हेभेन डाँडा पुग्न लाग्यो गाइज। हेर्नु सक्नुहुन्छ दामी रहेछ पुरो। हाम्रो धेरै तलमा लाग्यो अहिले। के साह्रो पुरो मन्दिर पनि रहेछ। अहिले चाहिँ हामी कालुपाण्डेको समाधिमा पुग्यौँ है। अहिले चाहिँ हामी कालुपाण्डे शालिगमा आइपुगेको छौँ नि गाइज। पुरै देखिने गरी कालुपाण्डेको शालिग हुनुहुन्छ हाम्रो वीर योद्धा। उहाँको शालिग चाहिँ यता रहेछ है, हेर्न सक्नुहुन्छ उहाँको समाधि। हाम्रो यहाँ काजी कालुपाण्डे कस्तो टल्केको छ यहाँ काजी कालुपाण्डे। हाम्रो नुवाकोटको लडाइँ हाम्रो 1801 मा भएको रहेछ। के भन्छ हतियार कहाँ भयो? हतियार त्यसरी छातीमा टक्राएको जस्तो छ यो सङ्ग्रहालयमा राखेको छ। छन्दै यहीँ देख्न अब हामी चाहिँ एकचोटि मन्दिर घुम्न लागिरहेको छौँ है। काजी वंशराज पाण्डे सन्ताल समथिङ। हामी मन्दिरमा छिर्छौँ एकचोटि। यहाँनिर पिपिपी बी पौराणिक बाजा होइन त, हामी पौराणिक बाजा होइन त यो। हामी चाहिँ अब कालुपाण्डे शालिग पनि घुम्यौँ, मन्दिर पनि घुम्यौँ। अब एकछिन तल हेभेन डाँडा जाउँ है त। कुइडो डाँडा अरे के। अब त्यहाँ एकछिन यसो घुमेर यसो भ्यूहरू देखाउने छ है त। लगाइन्छ यो त एउटै आम्मामा देख्नुहुन्छ गाइस, अलि हल्का फुल्का हुन्छु चाहिँ आइसक्यो त होइन। कुहिरो चाहिँ अलि लागिरहेको छ।
बाइकै छ नि अब हाम्रो यहाँ चाहिँ प्रतीकले कुहिरो कहिले सकिँदैन भनेर के भनेको थियो यी कुहिरो देखिहाल्यो होइन यी मजाले होइन ल अब एक्सपेक्टेसन भर्सेस रियालिटी देखिहाल्यो केही छैन जस्ट रमाइलो भयो होइन अब सोचे जस्तो चाहिँ त्यस्तो भएन आजलाई यति नै होइन अब फेरि घुम्दाखेरि नै अब नयाँ भ्लग आउँदै गर्छ ल गाइस शेयर लाइक सब्सक्राइब गर्दै गर्नु बाइ बाइ गाइस ल गाइस